बीच भग्नी सम्बन्धमा छलफल भनेर दियो। म पनि सत्ता गठबन्धनको व्यक्ति हो के हामीले उहाँलाई एम्बेसडर नियुक्त गरे हो यो प्रदेशको कि कहीँ गएर यो प्रदेश सम्बन्धी तपाईँ कुरा गर्नुहोस् भनेर सायद हामीले गरेका छैनौँ र उहाँको अधिकार क्षेत्रभन्दा बाहिर हो। उहाँले कुनै पनि प्रान्तको भग्नी सम्बन्ध जोड्ने नजोड्ने यो चाहिँ संसदको विषय हुन सक्छ, सरकारको विषय हुन सक्छ, तर उहाँको विषय होइन। उहाँलाई हामीले अधिकार दिएका छैनौँ। कुन अधिकार प्रयोग गरेर उहाँले त्यो लेख्नुभयो त्यो चाहिँ हास्यास्पद हो। हाम्रो देशमा देश संविधानले चल्छ र प्रदेश यो सम्बन्ध भग्नी सम्बन्ध जोड्ने सम्बन्धमा पनि यहाँ चाहिँ निर्देशिका छ। केन्द्रमा हेर्नुभयो भने प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कूटनीतिक मामला सम्बन्धी निर्देशिका 2075 बनेको छ र त्यो निर्देशिकाको दफा 7 मा भग्नी सम्बन्धमा केही उल्लेख गरेको छ। दफा 7 को उपदफा 3 मा प्रदेश वा स्थानीय तहले विदेशी समकक्षी वा अन्य संस्थासँग सांस्कृतिक सम्बन्ध स्थापना गर्दा सम्बन्धित विषयगत मन्त्रालयको सहमति लि परराष्ट्र मन्त्रालयसँग परामर्श गर्नुपर्छ भनेर यसले क्लियर कट लेखेको छ। तर हाम्रो यही प्रदेशको संघीय मान्य गएर कुनै पनि देशमा गएर हामी मध्य प्रदेशसँग भग्नी सम्बन्ध जोड्छु भन्न चाहिँ मिल्दैन। किनभने हाम्रो भग्नी सम्बन्ध किन जोडिन्छ त्यो बुझ्नु जरुरी छ। भग्नी सम्बन्ध हामीले चाहिँ हाम्रो संस्कृति मिल्ने, चाहे हामीलाई केही यहाँ र त्यहाँ आदान प्रदान गर्न सक्ने, जुन भूगोलसँग मिल्दोजुल्दो, हामीले अमेरिकाको कुनै सँग गऱ्यो भने त्यहाँको एक्ज्याक्ट त्यही प्रविधि यहाँ ल्याएर लागू गर्न सक्दैनौँ। बरु हाम्रो उहाँले त्यति नै उदारता, बरु भारतको उत्तर प्रदेशसँगै भग्नी सम्बन्ध जोड्छु भनेको भए त यो सुहाउँती पनि होला, किन यहाँ जानकीजी हुनुहुन्छ, उहाँ उता रामजी हुनुहुन्छ, सुहाउँथी होला। त्यसैले यस्तो अन्तर्राष्ट्रिय मामलासँग सम्बन्ध राख्ने विषयमा चाहिँ संवेदनशील हुनु जरुरी छ। यो खेलाँची होइन। त्यसैले म मुख्यमन्त्रीजीसँग स्पष्ट धारणा माग्न चाहन्छु कि हाम्रो सरकारको धारणा के हो र यो धारणा माग्दै गर्दा म स्पष्ट पनि मेरो दलको स्पष्ट धारणा छ कि युनान प्रान्तसँग कुनै अवस्थामा भग्नी सम्बन्ध जोड्न सकिँदैन। हाम्रो मिल्दैन के ल्याउने हो, भाइरस ल्याउने हो त्यहाँबाट। त्यही प्रान्तमा थाहा छ तपाईँले, त्यही प्रान्तमा फेरि नयाँ भाइरस एउटा आएको छ। तपाईँले पानी आउँदाखेरि, नदीबाट आउँदाखेरि बाढ आयो भने त्यसले सिँचाइ पनि गर्छ र त्यसले तहस नहस पनि गर्छ। तपाईँले राम्रो चिज ल्याउनु खोज्दा गलत चिज पनि आउन सक्छ। त्यसैले म सरकारलाई आह्वान गर्छु र मुख्यमन्त्रीजीलाई भन्छु, आफ्नो अध्यक्षजीलाई भन्नुहोस्, प्रदेश हामीलाई चलाउन दिनुहोस्, तपाईँ केन्द्र चलाउनुहोस्। हामी यहाँ सिक्ने क्रममा छ, हामी लड्छौँ, झगड्छौँ, हामी गर्छौँ र लोकतन्त्रमा सबै जनता आएर नियम कानुन बनाउन सक्दैन। त्यसैले यसमा धेरै सुन्दर व्यवस्था छ कि प्रतिनिधि पठाउँछौँ। यहाँ 107 जना झन्डै यो प्रदेशको प्रतिनिधित्व गर्छौँ। यहाँको योजना कसरी सञ्चालन गर्ने, यहाँको नीति निर्माण कसरी निर्माण हुने, हामीले सङ्घीय कानुनसँग नबाजिने गरिकन गर्ने हो। तर केन्द्रबाट निर्देशित गरी यो योजना यसरी गर्नुपर्छ, उसरी गर्नुपर्छ, त्यसमै त हाम्रो केही कामै छैन नि। थियो, पहिला पनि थियो। त्यसैले म सबै मान्यजीहरूलाई आग्रह गर्छु, अहिले यो प्रदेशमा योजनाहरू नचलिरहेको अवस्था छ। तपाईँ खुलेर स्पष्ट धारणा राख्नुहोस् यो कसरी सञ्चालन हुन्छ। अब आधी समय बितिसक्दा तपाईँले केही सुरु गर्नु भएको छैन, तपाईँ भन्नुहुन्छ टेन्डरबाट म गर्छु, धेरै राम्रो। के भ्याउँछ? तपाईँको विगतको खर्च हेर्नुहोस्। तपाईँको टेन्डर प्रक्रियामा गयो भने अब 20-30% पनि खर्च हुँदैन र केन्द्रमा स्पष्ट व्यवस्था छ। केन्द्र सरकारले आफैले चाहिँ खरिद ऐन अनुसार गर्ने, हामी पनि केन्द्रको खरिद ऐन अनुसार गरौँ नि। कसले रोकेको छ? केन्द्रले चाहिँ आफू खरिद ऐन अनुसार गर्ने, हामीलाई चाहिँ टेन्डर गर भन्ने। जुन अवस्थामा
योजना खरिद बिक्री हुन्छ भन्ने पहिला आरोप लाग्यो। त्यो अवस्था गइसक्यो, त्यो बजेट निर्माणको क्रममा हुने गर्थ्यो होला। त्यो अवस्था गइसकेको छ। त्यसैले सबै मान्यहरूले स्पष्ट रूपमा भन्नुहोस् कसरी काम गर्ने हो। र तपाईँले गरेको निर्देशन अनुसारले मुख्यमन्त्रीले गर्नुपर्छ, सरकारले गर्नुपर्छ। त्यसैले म फेरि पनि यो प्रान्त चाहिँ प्रदेश चाहिँ हामीलाई चलाउन दिउन् केन्द्रका नेताजीहरूले। हामीले सल्लाह समयमा लिने हो, निर्देशन लिने होइन। गलत निर्देशनको हामीले पालना पनि गर्नु जरुरी छैन। त्यसैले अन्तमा फेरि पनि यो मध्य प्रदेशको चौथो अधिवेशनले राम्रा राम्रा कानुनहरूको निर्माण गरून्, प्रदेशलाई अझ समृद्ध बनाउनेतर्फ अग्रसर हुन् भन्ने शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद। मान्य श्री फकीरा महतो। धन्यवाद। माननीय शाहमुख महोदय, यस सम्मानित सदनमा उपस्थित हुनुभएका सम्पूर्ण माननीय सदस्यहरू, यस प्रदेश सभाको चौथो अधिवेशनको शुभ अवसरमा म आफ्नो तर्फबाट न्यानो तथा सादर अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त धेरै समयको अन्तरालपछि यस गरिमामय सदनमा आज धेरै सुचारू भएको छ। यस सम्बन्धमा सदन सुचारू भएको उपलक्ष्यमा यहाँहरू सबैलाई बधाई दिन चाहन्छु। सदन चालु गराउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न सबै माननीय सदस्यहरूलाई प्रति पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, मध्य प्रदेश आज खुसी छ, सदन चालु भएको छ। तर बिहान बिहान प्रकृतिले भूकम्पको छटका दिएर हामीलाई सचेत भएर सदन सञ्चालन गर्न पनि भनिरहेको छ भन्न चाहन्छु। सभामुख महोदयज्यू, केही दिन यता मौसम परिवर्तन भए सँगसँगै जनजीवन कम्प्युटर कष्टकर बनेको छ र हुस्स र शीतल लहरले जीवनयापन गाह्रो भएको छ। गरिब बस्तीमा रहेका वृद्धा बालबच्चा तथा गर्भवती महिलाहरू र जीवन रक्षार्थ अहिलेसम्म पनि मध्य प्रदेश सरकारबाट केही पहल भएको देखिएका छैन। सभामुख महोदय, म यस सदनबाट ध्यानाकर्षण गराउन चाहन्छु, शीतलहरले यस प्रदेशको कुनै पनि क्षेत्रका एकजना नागरिकले पनि जान गुमाउनु परोस्। सोही अनुरूप पूर्व तयारी तथा प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्न सम्पूर्ण मन्त्रालयहरूलाई पहल पनि गर्न चाहन्छौँ। सभामुख महोदय, जनताले हामीलाई हेरिरहेका छन्, लेखाजोखा गरिरहेका छन्। चालु प्रदेश सभालाई प्रभावकारी रूपमा अहिले बढाउने एउटा ठोस योजना कार्यदिशा सहित अघि बढाउन समेत सभामुख महोदयज्यूको ध्यानाकर्षण गराउन चाहन्छु। विभिन्न विधेयकहरू थन्किएर बसेका छन्। हालसालै पारित भएको स्थानीय सेवा सञ्चालन सम्बन्धी ऐनका प्रावधानलाई लिएर स्वास्थ्य कर्मीहरूले विरोध जनाइरहेका छन्। हामीले यस सदनमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन जरुरत रहेको छ। साथै सुनिएका विरोधका स्वरहरूलाई यथाशीघ्र हल गर्नुपर्ने पनि देखिन्छ। अन्तमा सभामुख महोदय, मध्य प्रदेश सरकारका सञ्चालनमा बढ्दो जनगुनासो रहँदै आएका छन्। प्रभावकारी नतिजा दिन नसकेको कुराहरू जनमानसमा पनि पत्रपत्रिकाबाट दिनहुँ सुनिरहेका छौँ। यस सम्बन्धमा पनि मध्य प्रदेश सरकार अन्तर्गत मन्त्रालयहरूको काम कारबाही कसरी प्रभावकारी गराउने, जनता प्रति जवाबदेही कसरी अभिवृद्धि गर्ने तर्फ पनि माननीय मुख्यमन्त्रीज्यू तथा मन्त्रीज्यूहरू लगायत सम्पूर्ण मानिसहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ। यति भन्दै जाडोको मौसमले कसैको ज्यान नलियोस्, यस सदनको काम प्रभावकारी बनोस्, जनताका हाम्रा कामले खुसी बनुन् भन्ने कामना गर्न चाहन्छौँ। र चौथो अधिवेशनको शुभ अवसरमा हामी
यो पहिलो बैठक जुन चलिरहेछ त्यो बैठकलाई आफ्नो दलको तर्फबाट शुभकामना मन्तव्य दिँदै र यहाँ केही कुरा हाम्रा कर्मचारीहरूले गेटमा धरना दिइरहेका छन्, त्यसको केही जनगुनासो आएको छ, त्यो मैले पढेर यहाँ सुनाउन चाहन्छु। स्थानीय सेवा गठन तथा सञ्चालन ऐन 2081 को दफा 25 का उपदफा 12 थप गर्नुपर्ने सम्बन्धमा उपदफा 12 को यो ऐन प्रारम्भ हुनुभन्दा पहिले संघीय लोकसेवा आयोगबाट जुनसुकै प्रदेशको जुनसुकै स्थानीय तहमा नियुक्त भई कार्यरत रहेका कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा दोहोरो सहमतिको आधारमा अन्तर प्रदेश र मध्य प्रदेशका एक स्थानीय तहबाट अर्को स्थानीय तहमा दोहोरो सहमतिको आधारमा अर्को व्यवस्था नभएसम्मका लागि काम काज गर्न खटाइएको कर्मचारीहरूलाई एक पटकका लागि मध्य प्रदेश सरकारले कार्यरत रहेकै स्थानीय तहमा दरबन्दी रिक्त रहेको खण्डमा पदस्थापन भएको मानिनेछ भन्दै यति म आफ्नो शब्द अन्त गर्छु। धन्यवाद। अब मान्य श्री महेश प्रसाद यादव। मान्य सभामुखजी, आजको यो चौथो अधिवेशनको पहिलो बैठकमा हाम्रा सरकारका मुख्यमन्त्री मन्त्रीजीहरू, हाम्रा सहकर्मी मान्यजीहरू लगायत प्रदेश सभाका तमाम कर्मचारी, हाम्रा चाहिँ मर्यादा पालक सबैलाई चाहिँ म शुभकामना दिन चाहन्छु। हाम्रो मध्य प्रदेशको जनताको निम्ति, मध्य प्रदेशका निम्ति हामीले सम्पूर्णले एकजुट भएर, एकताबद्ध भएर विकास निर्माण लगायत कानुन निर्माणको सन्दर्भमा हामी सबै सहकार्य गर्दै सहकर्मीको रूपमा हामी काम गरौँ भन्ने मेरो शुभकामना हो। र यो चौथो अधिवेशनभन्दा पहिले जबकि हाम्रो यो सरकार जनमत पार्टीको नेतृत्वमा गठन भइसकेपछि जसरी महत्त्वपूर्ण विधेयकहरू सदनको माध्यमबाट ल्याएर यहाँका खेलकुद जगतलाई, स्थानीय सेवा गठन गर्न बनेको विधेयक कर्मचारी जगतलाई, सवारी सेवा यातायात विधेयक जो कि हाम्रो यो प्रदेशमा महत्त्वपूर्ण विधेयकको रूपमा रहेको यो तमाम विधेयकहरू जसरी ल्याई अगाडि बढाइएको छ, पास गरिएको छ, त्यस स्वरूप सरकारलाई र यो सम्पूर्ण सदनलाई नै म धन्यवाद दिन चाहन्छु, बधाई पनि दिन चाहन्छु। किनभने हामी धेरै पहिलादेखि नै जो हाम्रो पहिलो कार्यकाल थियो त्यही कार्यकालमा हुनुपर्ने कामहरू हामी दोस्रो कार्यकालमा ढिलै भए पनि यो कामहरू अगाडि बढायौँ। त्यसको निम्ति म सरकारलाई त मुडी धन्यवाद दिन चाहन्छु। हाम्रो यो खेलकुद सम्बन्धी विधेयकहरू जसरी पास गरियो र खेलकुद जगतमा मध्य प्रदेश नै क्रिकेटमा जसरी नेपालभरि नै एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै कीर्तिमान जो कायम गर्यो त्यसको रूपमा त विशेष रूपमा त्यो जनकपुर बोर्ड्सलाई म बधाई भन्न चाहन्छु, शुभकामना दिन चाहन्छु। तपाईहरू मध्य प्रदेशलाई चिरपरिचित गराउने काम देश मात्रै होइन कि अन्तर्राष्ट्रिय रूपमा नै अग्रिम स्थान तपाईहरू कीर्तिमान स्वरूप काम गरिसक्नु भएकोले र यसमा यो सरकारको भूमिका पनि महत्त्वपूर्ण रहेकोले सरकारलाई पनि मैले धन्यवाद दिन चाहन्छु। अब स्थानीय सेवा गठन सम्बन्धी जो विधेयक यो सरकारले बनाएर आइसकेपछि जति कर्मचारीहरूको जो वृद्धि विकासहरू जो रोकिएको थियो त्यसमा पनि महत्त्वपूर्ण भूमिकाहरू खेलेको हामी सबैले महसुस गर्दैछौँ र कतिपय कर्मचारीहरूलाई
यो विधेयकले हाम्रो चाहिँ सम्बोधन भएको छैन भन्ने कुराहरू पनि आइरहेको छ। म सरकारसँग अनुरोध गर्न चाहन्छु ती कर्मचारी मित्रहरूलाई पनि जो मार्कामा परेको छ त्यो तमामलाई कसरी चाहिँ सम्बोधन गर्न सकिन्छ त्यसका निम्ति पनि तपाईहरू चाहिँ कार्यहरू अगाडि बढाउनु होला भन्ने मेरो आग्रह रहेको छ। र हाम्रो पार्टी जनमत पार्टी म दलको तर्फबाट दलको नेताको हैसियतले मैले यहाँ शुभकामना दिन आएको छु। हाम्रो पार्टी निश्चित रूपमा सांसदीय व्यवस्थामा पहिलोचोटि उदय भएको पार्टी हो र मित्रहरूले हामीलाई सिकाउने प्रयत्न पनि गरिराख्नु भएको छ र म भन्छु यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि र पूर्वका जतिखेर प्रजातन्त्र आइसकेको अवस्थामा पनि यही उपस्थित हुनुभएका हामी बाहेकका मान्यजीहरूको पार्टीहरूले चाहिँ शासन सत्ता चाहिँ चलाइराख्नु भएको थियो। मध्य प्रदेश लगभग 7 वर्षदेखि तपाईहरू पाको मान्छेहरूले चलाइराख्नु भएको थियो। तर हामीले जनतालाई कतिसम्म अनुभूति गराउन सक्यौं त्यो जनताले मूल्याङ्कन गर्ने विषय हो। हामी रोस्टममा उभिएर हामी ठुल्ठुला कुराहरू गर्छौं तर हाम्रा जनताले हामीमाथि जो अपेक्षा गरेको थियो या छ त्यो अपेक्षा हामी कति पूरा गर्न सकेका छौं। हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माइती हौ, महामहिमको रूपमा हामी प्रस्तुत हुन्छौं मध्य प्रदेश, तर यो सङ्घीयता नै धरापमा छ भन्ने कुरा फेरि ती जनताबाट कसरी आइरहेको कुरामा हामी कति संवेदनशील भएछौँ भन्ने कुरा पनि बुझ्नु नित्यान्त आवश्यक रहेको मैले महसुस गरेको छु। यो सरकारले जनमुखी कार्यक्रमहरू ल्याएको र जतिखेर बजेट भाषण मार्फत कार्यक्रमहरू चाहिँ यहाँ हामीले सुन्यौं, हामीले हेर्यौं, हामीले बुझ्यौं, ती कार्यक्रमहरू यो प्रदेशको लागि धेरै नै महत्त्वपूर्ण कार्यक्रमहरू रहेको हामीले महसुस गरेका थियौँ त्यतिखेर। र आज दुःख लाग्छ त्यो कार्यक्रमहरू कार्यविधिहरू बन्नुपर्ने समयमा त्यो कार्यविधिहरू नबनिरहेको अवस्था। निश्चित रूपमा हामी गठबन्धनका सरकारका प्रतिनिधित्व हाम्रो पार्टीले गरिरहेछ, तर त्यो कार्यविधिहरू बनाउनु पर्ने, त्यो कार्यविधिहरूको माध्यमबाट त्यो कामहरूलाई जनताको बीचमा पुर्याउनु पर्ने हामी सबैको दायित्व र कर्तव्यभित्र पर्छ। यहाँ हामी हेर्छौं शिक्षाको क्षेत्रमा, कृषिको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारको क्षेत्रमा सबैले हामी हेर्दैछौँ, बुझ्दैछौँ कार्यक्रमहरू, महत्त्वपूर्ण कार्यक्रमहरू आएको छ। त्यो कार्यक्रमहरूलाई पनि म सरकारलाई के अनुरोध गर्न चाहन्छु भने अविलम्ब जो कार्यविधिहरू बनिसकेका छ त्यसलाई द्रुत गतिमा अगाडि बढाइदिनु। जो कार्यविधिहरू तयार भएको छैन त्यो कार्यविधिहरू तुरन्तै बनाएर अगाडि बढाउनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौं, ताकि मधेसका जनताले फेरि फेरि यो राजनीति गर्ने व्यक्तिहरूले चाहिँ होच्याउने काम जसरी हामी खेपिरहेका छौं त्यो नहोस्। त्यसको निम्ति मैले सरकारलाई अनुरोध गर्न चाहे। आज हाम्रो पार्टी यो सरकार दलको चाहिँ नेतृत्व गरिरहेको अवस्था छ। हामी सचेत छौं, हामी झुटो बोल्दैनौं। जहाँ हामी गर्न सक्छौं त्यहाँ गर्छौं भन्छौं, जहाँ हामी गर्न सक्दैनौं त्यहाँ हामी जनता जनार्दनसँग झुटो बोल्ने या झुटो वचनबद्ध हुने हामी कदाचित देह गर्दैनौं। तर विगतमा हामी धेरै कुराहरू हेरेको अवस्था हामीले महसुस गरेका छौं र म फेरि पनि आज शुभकामनाको पालो रहेको हिसाबले मैले फेरि पनि म के भन्न चाहन्छु भने हामी सबै एकजुट भएर काम गर्छौं। म विभिन्न समयमा पनि यो रोस्टममा आउँदाखेरि म सबैलाई त्यही कुरा भन्ने गर्छु, हामी सहकार्यको भूमिकामा हामी काम गरौँ। हामी प्रतिस्पर्धीको भूमिका भन्दा पनि जिम्मेवार भएर हामी चाहिँ मध्य प्रदेशलाई उठाउँ भन्ने म भन्दै गरेका छु र हाम्रो पार्टीले पनि भन्दै गरेको छ, अहिले पनि त्यही हामी भन्दैछौँ।
र हामी यदि मिल्यो भने निश्चित रूपमा हामी सबै कुरा जनतालाई चाहिँ यथेष्ट हामी सेवा सर्भिसहरू दिन सक्छौँ भन्ने मेरो बुझाइरहेको छ, हाम्रो पार्टीको बुझाइरहेको छ। र अन्तमा म यहाँ हुनुभएका सम्पूर्णलाई म शुभकामना दिँदै म आफ्नो भनाइ यही अन्त गर्छु। धन्यवाद। अब मान्य मोहम्मद लाल बाबू राउत। माननीय सभामुख महोदय, यो प्रदेश सभाको चौथो अधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण राजनीतिक दलबाट प्रतिनिधित्व गर्नुहुने माननीय प्रदेश सभा सदस्यहरूलाई म शुभकामना दिन चाहन्छु र यो अधिवेशन सफल होस् यसको म कामना गर्न चाहन्छु। माननीय सभामुख महोदय, अहिले यो सरकार गठन भएको झन्डै 7 महिना हुन लाग्यो। इफ आई एम नट मिस्टेकन, मलाई लाग्छ कि 2081 जेष्ठ 25 गते यो प्रदेश को मुख्यमन्त्रीजीले शपथ लिनुभएको र असाढ 1 गते बजेट ल्याउनु भयो। बजेटमा नीति कार्यक्रम प्रदेश सरकारकै हुन्छ। बजेट प्रदेश सरकारले नै ल्यायो। जति प्रशंसा गरे पनि यो 6 महिनामा कति % पुँजीगत खर्च भएको छ त? यसको जिम्मेवारी कसले लिने त? प्रतिपक्षले लिने हो कि सत्ता पक्षमा सहभागी दलहरूले लिने हो कि कसले लिने हो? नीति कार्यक्रम त तपाईहरुले ल्याएको होइन र? बजेट तपाईहरुले ल्याएको होइन र? यो 6 महिनामा कसले रोक्या हो र? यो जिम्मेवारी प्रतिपक्षले वहन गरिदिने हो कि हामीले प्रतिपक्षले यो पुस 15 गते हामी संसदीय दलको बैठक बसेर यो निर्णय गर्यौं, यो सरकार सुतिसकेको छ कि यो पुरै चाहिँ एकदमै शान्त रूपले बस्या छ र यो कहिले सदनको आह्वान गर्ने, यसको विकास निर्माणका कामहरू कहिलेदेखि सुरु हुने? विकास निर्माणको काम गर्दा सत्तासँग आबद्ध रहेका दलहरूको समन्वय गर्ने, एक ठाउँमा ल्याउने काम के प्रतिपक्षको हो र? नेतृत्वको होइन र? बडा गजब मैले हेरेँ। अब मैले भन्दाखेरि म आफै 5 वर्ष चलाएर आएको हो। यो रोस्टमबाट अहिले प्रतिपक्षका साथीहरू पनि हुनुहुन्छ, उहाँहरूले कहिले पनि आभास भएन कि म प्रतिपक्षमा छु।
हाम्रो लागि नयाँ होइन। कति पार्टीका नेताहरूले नयाँ हुन सक्छ होला, समन्वय गर्ने के प्रतिपक्षको काम हो र? आफ्नै सरकारका मन्त्रीलाई स्पष्टीकरण सोधिन्छ। वाह, क्या मैच्योरिटी, क्या यस्तो कहीँ हुन्छ र? सरकार भनेको मुख्यमन्त्रीको हुन्छ, प्रधानमन्त्रीको हुन्छ। उसले चाह्यो भने ल तपाईँ आज बिदा। तर सरकारका आफ्नै मन्त्रीलाई स्पष्टीकरण कम र स्टन्टबाजी ज्यादा। के स्टन्टबाजीले जनतालाई गुमराह गर्न सकिन्छ? एक दुईचोटि सत्तामा नरहुँदाखेरि लामो लामो फेरिस, हजारौंको लाखौंको नोकरी, किसानको समस्या, युवाको समस्या, स्वास्थ्य समस्या, लामो लामो कुरा गरेर जनतालाई दिग्भ्रमित गर्ने काम त गरियो। तर सरकारमा बसेर मलाई दुःख लाग्छ यार। सरकारका मुख्यमन्त्रीको मर्यादा कुनै पार्टीको अध्यक्षले त्यसलाई निर्धारण गर्ने होइन। तपाईँ बन्द कोठामा ल्याएर उसँग स्पष्टीकरण लिनुहोस्, कुरा गर्नुहोस्, सम्झाउनुहोस्, बुझाउनुहोस्। कहीँ मिस्टेक भएछ भने त्यो कुरा राख्न सकिन्छ। तर पब्लिकली चाहिँ मुख्यमन्त्रीको गरिमालाई ठेस पुग्ने गरी तपाईँ स्पष्टीकरण, पब्लिकली स्पष्टीकरण सोधिन्छ। वाह, यो पनि फेरि दिग्भ्रमित गर्ने, फेरि जनतालाई गुमराह गर्ने, फेरि जनतालाई सरकारको गरेको, फेरि अहिले नेतृत्व गर्ने दलका माननीय नेताजीबाट कहिले 8 बुँदे, कहिले के स्ट्याटस लेख्ने, सबैलाई चोर हेर्ने, आफ्नै दल मात्र दुधले धोएको एकदम राम्रो, अरू सत्तारूढ दल भनेको यी त बेइमान हुन्। त्यो दृष्टिले तपाईँ सरकारको नेतृत्व गर्न सक्नुहुन्छ? यदि छैन भने त किन नेतृत्वको तपाईँ लिइराख्नु भएछ त? प्रतिपक्षमा बस्नुहोस् न। आफ्नै दल बाहेक दलको, म के मेरो एक्लै दल थियो र? 5 वर्ष चलाएको होइन र? अहिले 5 वर्षमा म भन्छु कि 5 जना त पक्कै जान्छन् होला, जुन परिस्थिति देखिँदैछ। म चलाएको होइन र? मलाई बताउनु पर्छ र? के राम्रो काम गरियो, के बजेट ल्याइयो, यो बताउनु पर्छ। एउटा पनि प्रादेशिक गौरवको योजना नभएको बजेट यही होला। यसको जिम्मा कसले लिने त? जुन किसिमले बजेट ल्याइयो र फेरि पनि त्यहाँ स्टन्टबाजी गरियो, यो त PLMBS ह्याक गरियो। त्यो माननीय मुख्यमन्त्रीजी र दलका केही नेताहरूले एस्योर्ड गरेका होइन र कि हामी छानबिन समिति बनाउँछौँ? खोइ छानबिन समिति गठन भएको त? किन गठन हुन सकेन? कुनै क्षेत्रमा अरबौं बजेट लाग्ने, कुनै क्षेत्रमा एकदमै जो एउटा सामान्य सहमति गरेका छ त्यो पनि, त्यसमा पनि कमी आउने। त्यो कसले गरेका थियो र? प्रादेशिक गौरवका योजना यो प्रदेशभित्र रहेका युनिभर्सिटीहरू कति बजेट दिनुभयो र? विद्वानको पार्टीका नेतृत्वसँग म सोध्न चाहन्छु, किन यस्तो भएको होला र? यही सदनमा मलाई याद छ एउटा शिलान्यासको कुरालाई लिएर, शिलान्यास गर्दाखेरिको कसैले शिलान्यास गर्यो, स्वाभाविक छ दलको नेतृत्व गर्ने पार्टी र त्यो कसरी युनिभर्सिटी बनेको छ भन्छ नि, प्रसव वेदना उलाई थाहा छ जसले जन्म दिन्छ आमा।
कसरी बनेका होला र? स्टन्टबाजीले बन्या हो र? लामो लामो गफ दिएर बन्या हो र? हामीले लागेको होइन र? त्यहाँ मानिहाल्नुहोस् कि त्यो छानबिन समिति गठन गर्नको लागि जुन ताण्डव नृत्य सदनमा देखियो त्यो गर्नुपर्ने थियो र? त्यसको छानबिनको अहिले म चाहिँ जान्न चाहन्छु। त्यो समिति गठन हुँदाखेरि त्यसको रिपोर्ट कहाँ छ? त्यसको रिपोर्ट हुँदाहुँदै पनि अहिले पनि अब 6 महिना झन्डै हुन लाग्यो, कर्मचारीहरू तलब पाएका छैन। सिनेटको बैठक बसेको छैन। सिनेट बैठक बसेर पनि कसरी चाहिँ विस्थापित गर्ने भिसी र रजिस्ट्रारलाई त्यही षड्यन्त्र भइराखेको छ। त्यसरी के त्यो एउटा नेतृत्व गर्ने दल त्यसरी गर्ने हो र? विधि प्रक्रिया पुर्याएर हटाइदिनुस् न। यदि मुलुकमा कोर्ट छ भने त्यो त आफै आइहाल्छ, आउँदैन भने जान्छन्। कर्मचारीले किन दोष दिने? सरकारको नेतृत्व गर्ने दल बिचरा त्यहाँ चाहिँ केही विकास निर्माणको इभन पढाइ पनि थप हुन अवस्थामा छ, कर्मचारी तलब पाएका छैन। उल्टै चाहिँ सिनेटमा पनि बन्द र ओपन हुन्छ। म त कतिचोटि गरिसक्या हो नि त, मलाई त बताउनु त पर्दैन जे सिनेट कसरी हुन्छ। सिनेटमा पनि बन्द ओपन गर्ने एउटा उदाहरण मात्र हो। भएको प्रादेशिक गौरवको योजनालाई कसरी फेल्योर गर्ने, कसरी समाप्त गर्ने, कसरी सिद्ध्याउने षड्यन्त्र गरिराख्ने यो काम हो र? 10-10 लाख बजेट दिने, वाह! बाहरी विकास प्रेमी। विकास भनेको यस्तै हुनु छ। युनिभर्सिटीमा 10 लाख बजेट यसरी गई हुन्छ? यसरी हुँदैन। प्रादेशिक गौरवका योजना अहिले हामीले सुरु गरेका 5 किलोमिटरको रोड मैले सुनिएर डिपिआर भइसकेको छ। यो कसले रोकेको छ त? यो त टेन्डरैबाट गर्ने होइन र? किन यो हुन सकेको छैन? मन्त्री भनेको मुख्यमन्त्रीको मातहतमा रहने हो। निर्देशन आफ्नो मान्छ भने कुर्सीमा बस्नुस्, निर्देशन मान्दैन भने कुर्सी छोडेर हिँडिदिनुस्। यो भनेको सहजता हो, यो भनेको उपयुक्त तरिका हो। यो होइन कि बसिराख्ने, मेरो कुरा टेर्दैन, मेरो कुरा मान्दैन। यो म आफ्नो अनुभवलाई सेयर गरेको। धेरै हुन्छ हो। सरकार चलाउँदाखेरि बाहिर र बसेर कुरा गर्ने र भित्र कुर्सीमा बसेर अप्ठ्यारो हुँदो रहेछ। वेयर नोज वेयर सु पिन्चेस भन्छ। मलाई बताउनु पर्दैन, म त आफै फेस गरेर आएको हो। त्यसैले अरूले भन्छ भने अरूको अनुभवको सेयर गर्छ, म आफ्नो अनुभवको सेयर गर्ने हो। अहिले समन्वय छैन। कोही चाहिँ केबाट गर्ने, के अरे उपभोक्ताबाट गर्न लागे। अरे भैया, उपभोक्ता से कीजिए या टेंडर से कीजिए, करने का काम तो आपका है ना। कौन रोका है? किसने उस पर आपका क्वेश्चन उठा रहा है? बाकी सारा पार्टी बेईमान है और आप ईमानदार है, ये सोचकर चलिएगा तो ये अच्छा बात नहीं। क्यों? शून्य है। किस गति से काम कीजिएगा? टेंडरे करना है, आज टेंडर कीजिए, 2 महीना के बाद काम शुरू होगा। कितना आप काम कर सकते हैं? मैं नहीं कहता हूं। आप क्यों नहीं? किसने रोका था? जब तो श्रावण 1 गते तो बजट आता है, भदौ से प्रक्रिया शुरू कर देना चाहिए ना। भदौ से प्रक्रिया शुरू होता, भाद्र से प्रक्रिया शुरू होता, तो कार्तिक तक तो शुरू हो जाता ना। लेकिन क्यों नहीं हुआ? आज क्यों नहीं हो रहा है? इसलिए नहीं हो रहा है कि आप चाहते हैं कि टिकरा दूसरा दल का, जो दल का आपका सहभागी, जो जिसके बल पर आप मुख्यमंत्री है,
वो चाहते हैं दूसरे के सर पर फोड़ दें। ऐसा गैर जिम्मेवारपन से आप सरकार नहीं चला सकते हैं। आपका जो एलाइज पार्टनर है उनकी सहयोग चाहिए, उनकी नेता से बात कीजिए, नेतृत्व से बात कीजिए। आप कल्पना कीजिए तो ये मध्य प्रदेश ऐसा ही बना होगा। 99 उपस्थिति में 99 में 80 मध्य प्रदेश के पक्ष में। हम लोग के पास तो अपना सरकार चलाने का बहुमत नहीं था। दिखाइए ना, बात करना और जिम्मेवारी वहन करना दो बात होती है। मेरा आपसे अनुरोध है, ले आइए अच्छा सा कानून ले आइए। आप सबसे ज्यादा मध्य प्रदेश में एन बनाने वाला निजामती सेवा एन, मुझे लगता है कि आप लोग कैसे बनाए नहीं बनाए। मैं और पूर्व मुख्यमंत्री सभामुख थे हमसे पहले वाला, ये कम से कम हम लोग 10 बार निजामती सेवा एन बनाने के लिए काठमांडू के जो कानून समाज है, पूर्व प्रधान न्यायाधीश से नेपाल सरकार के पूर्व मुख्य सचिव सबके बैठक करके हम लोग बनाए थे ना। क्या बनाए? यहां से कभी मुझे दुख लगता है, ये सरकार से, सरकार के कोई भी दल, क्या संहिता पुलिस प्रशासन के बिना क्या सरकार कहा जा सकता है? हमको लगा जे माननीय मुख्यमंत्री जी के नेतृत्व में एक डेलीगेशन गया, मेरे नेतृत्व में भी गया था। उस समय माननीय शेर बहादुर देउबा जी प्रधानमंत्री थे, उनसे डेलीगेशन हम लोग सारे दल के नेता से बात की। जाते हैं तो 12 बीघा में इतना पैसा, राम मंदिर में ये, जानकी मंदिर में ये, फलाना में चिलाना में, आपके पैसा है तो खर्च करने वाला अवस्था में नहीं है। क्यों नहीं? ये मुल्क में संघीयता आने के बाद कोई प्रदेश सर्वोच्च सम्मानित सर्वोच्च अदालत के संवैधानिक बेंच में आधा दर्जन से संघीयता कार्यान्वयन के पक्ष में मुद्दा दिया होगा तो ये मध्य प्रदेश है। आप कभी ये स्टेटमेंट दिए हैं? पुलिस और प्रशासन के बिना सरकार आप चला रहे हैं। दिया हुआ बजट का भी 6 महीना हो गया, डेवलपमेंट शून्य है, डेवलपमेंट 0 है। ये जिम्मेवारी कौन लेगा? प्रतिपक्ष। क्या आप सोचते हैं कि हाउस स्थगित करके, बहुत सारा एजेंडा है समसामयिक विषय वस्तु पर, हम लोग कहां उठाएं? हमारी पार्टी के माननीय शाहिदा खातून पर सांघातिक हमला हुआ है, उनके साथ बहुत दुर्व्यवहार हुआ। किस जगह पर हम लोग बात उठाएं? बहुत सारा माननीय का प्रश्न होगा, वो कहां बात रखेगी? ऐसे तो पुलिस और प्रशासन हमारे पास तो है नहीं होने के बाद भी हम संबंधित निकाय के ध्यान आकृष्ट करने का तो जगह है। हम लोग बात तो रख सकते हैं ना, लेकिन कहां रखें? विकास निर्माण का काम तो स्थगित है। हाउस आप स्थगित करके आप आए हैं तो कहां बात रखा जाए? माननीय सभामुख महोदय, कहां राख्ने? कुन ठाउँमा हामी लगेर आफ्नो कुरा, आफ्ना विचार, आफ्ना धारणाहरू राख्ने? कहिले पनि यी हाम्रा दलका, सत्तारूढ़ दल या प्रतिपक्ष दल का नेतृत्व गर्ने त माननीय मुख्यमंत्री जी के जिम्मा हो नि। कहिल्यै पनि यो संघीयताको लागि अवरोध भए, यहाँ संघीयता विफल होस्, समाप्त होस्। अहिले संघले बनाउने दर्जनौं कानूनहरू त्यसै ऐनहरू बन्न सकेका छैनन्। तर पनि हामी त्यसको बारेमा कहीँ कतै हाम्रो तर्फबाट प्रयास भइराखेको छैन। कसले प्रयास गरिदिने त? नेतृत्व गर्ने दलले लिने होइन र? नम्बरको कुरा होइन। ठूला दलहरू हुनुहुन्छ, स्वाभाविक छ। अहिले नेतृत्व गर्ने दलका सम्मानीय प्रधानमन्त्रीसँग, अहिले सत्तामा रहने
पूर्व प्रधानमन्त्रीहरूसँग हामी आफ्ना कुराहरू राख्दा त हुन्छ नि। हामी त विगतमा धेरै कुराहरू उठाए थियौँ। सम्मानित सर्वोच्च अदालतको संवैधानिक बेन्चमा मुद्दा दिनुको साथै इभेन चाहिँ गभर्नर प्रदेश प्रमुखको उहाँको निवासको अगाडि धारणा बसेर हामी चाहिँ आफ्नो सरकारमा भएर पनि धारणा बसेर हामी आफ्नो प्रतिरोध गरेका थियौँ। आफ्नो यो पुलिस प्रशासन बिना यो सरकार भनेको यो हुन सक्दैन, बरु एउटा डेभलपमेन्ट युनिट बन्न सक्छ। विभिन्न संविधानका कुराहरू, कार्यान्वयनका कुराहरू, पक्षलाई हामी लिएर अगाडि बढ्नुपर्ने, त्यो अहिले हुन सकेको छैन। त्यसैले अहिले मेरो जिज्ञासा छ, 4 महिना पछि हुन लागेको यो बैठक यसले निरन्तरता पाओस्, यसले आउने दिनमा जनतासँग यो होइन कि कसले कति समय के गरे, सबभन्दा महत्त्वपूर्ण कुरा यो हाम्रो लागि पनि, चाहे हामी प्रतिपक्षमा कोही बसौँ, मलाई त के लाग्छ भने यो सरकार, मलाई लाग्छ कि विकास निर्माण कार्यक्रम सुरु नहुँदै फेरि अर्को हामीलाई बधाई शुभकामना दिने हो कि जस्तो लागिरहेछ। त्यस्तो नहोस्, जोसुकै आए पनि हामी मध्येबाट नै कोही आउनुहुन्छ, त्यस्तो नबनोस्, त्यस्तो बन्न सक्ने अवस्था नहोस्। बजेट बनाइयो, कार्यान्वयन बिना पनि गइयो, फेरि अर्को पनि आउँछ, मान्छेहरू उठाउँछन्। जे सबभन्दा बढी क्रान्तिकारी गर्नेहरू त केही नगरेर नै गए। त्यसैले मेरो अनुरोध छ माननीय मुख्यमन्त्रीजीलाई, उहाँको इमान्दारिता, उहाँको सज्जनता, उहाँको भद्रतामा मलाई कुनै उ छैन। उहाँ भद्र हो, मैले बुझे जाने अनुसार। पार्टी अहिले पनि केन्द्रमा बसेर, हाम्रो पनि पार्टीका अध्यक्ष थिए नि, कुन मिडियामा आयो, यो भएन त्यो भएन, कहाँ गरियो? होल एन्ड सोल निर्णय गर्ने मुख्यमन्त्रीलाई अधिकार हुनुपर्छ। यही रोस्टमबाट म अनुरोध गर्न चाहन्छु, माननीय मुख्यमन्त्रीजीलाई माथिबाट निर्देशन होइन, काम गर्न वातावरण दिनुहोस्। उहाँलाई स्वतन्त्र रूपले आफ्नो निर्णय, अहिले जुन किसिमको कार्यालयहरूमा कर्मचारीहरूको पनि कुरा उठिराखेको छ, जे गर्नुहोस्, अन्य प्रदेशहरूको पनि प्र्याक्टिस होला, कसरी कर्मचारीहरूलाई के गरेको छ त्यो हेर्नुहोस्। धेरै कुराहरू बजारमा आएछ, यो रोस्टममा उभिएर धेरै कुरा म भन्न चाहन्न। सुशासनका वकालत गर्ने, सुशासनको दुहाई दिने धेरै कुशासनको कुराहरू पनि आइराखेको छ। त्यसैले म धेरै कुरा नभनौँ, पर्दा के बाद पर्दे में ही रहने दो, धेरै कुरा नभनौँ। अहिले कर्मचारीकै जुन पदस्थापनका कुराहरू भइराखेको छ, धेरै कुराहरू मार्केटमा आइराखेको छ। किनभने म हुँदाखेरि मैले सुरुदेखि यो एउटा सोच लिया थिए, हाम्रो जुन कल्चर छ, हाम्रो जुन संस्कृति छ, हाम्रो जुन काम गर्ने शैली छ, कहीँ छुपिँदैन। एक ठाउँमा केही गरे पनि उसले 5 ठाउँमा नभनिकन चिया पनि खाँदैन। त्यो समाजमा हामी बसिराखेका छौँ। यसमा हामी सबै गम्भीर हुनुपर्छ, सबै हामी सचेत हुनुपर्छ। यो प्रदेश सरकार आज कसैको हुन सक्छ, भोलि कसैको हुन सक्छ। यो व्यवस्था रहेपछि मात्र हामी जोसुकै सरकारमा बसौँ नबसौँ त्यो महत्त्वपूर्ण कुरा होइन। संघीयता रहनुपर्छ, संघीयतालाई मजबुत गर्ने, संघीयतालाई स्थायित्व दिने, संघीयतालाई प्र्याक्टिसमा लग्नको लागि हामी आफ्नो ठाउँबाट सेक्रिफाइस गर्नुपर्छ। र मलाई लाग्छ कि अहिले जुन सरकार
माननीय मुख्यमन्त्रीजी जुन लिड गरिराख्नु भएको छ, सबै राजनीतिक दलका नेताहरूसँग समन्वय गर्नुहोस्। तपाईसँग तपाईँले पास गरेको नीति छ, कार्यक्रम छ, बजेट छ, हामीले रोकेका छैन। हामी त सहयोग गर्नलाई तयार छौँ। तर अहिले तपाईँको के भन्छ त्यो शब्द नयुज गरौँ, म मात्र यति भन्छु, तपाईँको कारणले हामी पनि जितेर आएछौँ नि। जनतालाई जिम्मेवारी त हामीले पनि दिनुपर्छ नि। प्रमुख प्रतिपक्षी दल करिब 6.5 वर्ष शासन गरेको र करिब हाम्रो पनि हामीसँग पनि मान्छे त प्रश्न गरिराखेका छन्। किन बजेट खर्च हुन सकेको छैन, कसले रोकेको छ, तपाईहरू डिस्टर्ब गरिराख्नु भएको छ कि क्या हो भनेर प्रश्न गरिराख्नु भएको छ। त्यसैले मेरो अनुरोध छ, जोसुकै होस्, मेरो पनि एक दिन आज गयो, 5 वर्षको फिक्स समयमा मेरो पनि एक दिन त गयो नि त, आज त गइरहेकै छ। यदि 4 महिना बिना केही नगरिकन, बिना ऐनहरू 2-3 वटा बनाइयो, राम्रो कुरा हो, बन्नु पनि पर्छ। तर त्यसलाई देखाएर सही कुरालाई छिपाउन सकिँदैन, सही कुरालाई ढाकछोप गर्नु पर्दैन। त्यसैले मेरो अनुरोध छ कि हामी सबै सत्ता, हाम्रो सहयोग रहन्छ तपाईहरूलाई, सत्तारूढ दललाई, सत्ताका नेतृत्व गर्ने दलहरूलाई, माननीय मुख्यमन्त्रीजीलाई हाम्रो सहयोग रहन्छ। तर यो होइन, यो सदनलाई अनिर्णयको बन्धक नबनाउनुहोस्। सरकार सञ्चालन गर्नुहोस्, बजेट निर्माणका कार्यक्रमहरू त्यो कार्यान्वयनमा जानुहोस्। यो सबै नदेखिएको छ। हाम्रो पनि आक्रोश छ, हाम्रो पनि यहाँसँग प्रश्न छ। त्यसैले म यो चौथो अधिवेशन सफल होस्, यसको म शुभकामना दिन चाहन्छु। धन्यवाद। अब मान्य श्री कृष्ण प्रसाद यादव। माननीय सभामुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, उपसभामुखज्यू, माननीय सदस्य मित्रहरू, सर्वप्रथम नेपाली काङ्ग्रेस दलको तर्फबाट तपाईहरूलाई शुभकामना दिन चाहन्छु। आज हामी चौथो अधिवेशनको प्रथम दिन को बैठकमा उपस्थित भएका छौँ। आज प्रत्येक दलका माननीय नेतृत्व साथीहरूले आफ्नो कुरा राख्नुभयो, राख्ने कार्यक्रम छ त्यसमा राख्नुभयो। त्यसै अन्तर्गत मेरो पनि छ। सर्वप्रथम यो चौथो अधिवेशन सफलतापूर्वक यो हिउँदे अधिवेशनलाई पनि विधेयक अधिवेशनको रूपमा चिनिन्छ। धेरैभन्दा धेरै विधेयक जो सरकारको कार्यान्वयनमा अडचन आएको छ, कार्यान्वयन रोकिएको छ, प्रदेशमा ऐन कानुन बिना धेरै समस्याहरू उत्पन्न भएका छन्। सबै समेटेर यो अधिवेशन सफलपूर्वक अगाडि बढोस् भन्ने नेपाली काङ्ग्रेसको तर्फबाट शुभकामना छ। र यो सरकार पनि गठबन्धनको सरकार हो। गठबन्धनमा हाम्रो दल पनि छ। हामी गठबन्धन
भित्रैका एउटा दल छौँ। यहाँ धेरै साथीहरू धेरै कुरा गरे। यहाँ केही ऐनहरू आयो। ऐनहरू आउँदा मलाई लाग्छ या त समय माने पर्याप्त थिएन, हामी धेरै माने बढी एक्सर्साइज गरेनौँ। हामी स्थानीय ऐन त बनायौँ, तर दिनका दिन साथीहरू कहिले यो नेता कहाँ, कहिले त्यो नेता कहाँ, अनेक ग्रुपहरू सब पुगिरहेका छन्। यसै बिचमा हामीले अन्तिममा कता कताबाट सुन्न आयो कि अध्यादेश आउँदैछ। अब अध्यादेश आउँदैछ, हामी गठबन्धनमा छौँ, हामीलाई कुनै जानकारी छैन, कुनै छलफल छैन, सरकारको एउटा पार्ट पनि छौँ। हामीले एउटै कुरा भन्यौँ, अब सदन खोल्नै गइरहेछ, हामी यो सदन खोल्नको लागि पनि हामी मुख्यमन्त्रीजीलाई गठबन्धनका 3 दल ध्यान आकर्षण गराएकै हो, लिखितै ध्यान आकर्षण गराएका थियौँ। र जब यो सदन खुलि नै रहेछ भने यो अध्यादेशबाट नल्याउनुहोस्, यसको राम्रो मेसेज जाँदैन, फ्लोरमा जाँदैन। अनेक कुराहरूबाट हामी गठबन्धनका साथीहरू त्यहाँ पीडित भयो। धेरै कुराहरू मार्केटमा आए, धेरै कुरा अनावश्यक प्रेसरमा आयो। तर म के भन्न मेरो धारणा के थियो कि फेरि हामी अध्यादेशको मार्फतबाट मुख्यमन्त्री जानुहुन्छ, धेरै साथीहरूको समस्या समाधान हुँदैन। फेरि कोही भोलि आएर कोही आन्दोलन गर्छ, कोही घेराउ गर्छ, कोही अनेक गर्छ। हाम्रो विषयगत समिति, प्रदेश मामिला समितिलाई जिम्मेवारी दिएर सबै पक्षलाई बोलाएर एउटा छलफलको विषय बनाएर सबको समस्या समाधान गरौँ, ताकि त्यो दिगो पनि होस्, प्रभावकारी पनि होस् र त्यसको जस हामी लिउँ भनेर त्यो हिसाबले मैले हाम्रो नेतृत्वलाई पनि हामी पटक पटक भनिराखेँ। र अब पनि त्यो केही भएको छैन, तर त्यही माध्यमबाट अगाडि जानुपर्छ। हाम्रो सभापतिजी पनि यतै हुनुहुन्छ जस्तो लाग्छ मलाई। त्यो गर्नुहुन्छ भने मैले विश्वास पनि लिएको छु। अर्को कुरा, विकास निर्माणका कुराहरू पनि यहाँ उठे। नेपाली काङ्ग्रेसको ध्यान आकर्षण भएको छ। गठबन्धनको एउटा घटकको रूपमा हामी छौँ र अहिले सरकारको नेतृत्व गरेका केन्द्रीय अध्यक्षज्यूको कुरामा नेपाली काङ्ग्रेसको ध्यान आकर्षण भएको छ। हाम्रो भनाइ छ, चले नआवे अङ्गनमा टेर भन्ने कुरा पनि एउटा हो। अर्को, आफू गर्न नसके, आफू गल्ती गरेको अर्को टाउकोमा थुपारेर आफू ढाकछोप गर्ने प्रयास गर्ने पनि हो। म भन्न चाहन्छु, म यहीँबाट भन्न चाहन्छु माननीय डाक्टर सीके राउतलाई, उहाँ कुन आधारमा, कुन प्रमाणको रूपमा नेपाली काङ्ग्रेस र एमाले भ्रष्ट पार्टी, कमिसनखोर पार्टी, दलाल पार्टी र यो सरकारलाई घेराबन्दीमा गरेको छ। म मुख्यमन्त्रीजीलाई यस रोस्टमबाट म जवाब लिन चाहन्छु। मुख्यमन्त्रीजीलाई कुन मिटिङमा, कुन कामको लागि, कुन प्रक्रियाको लागि गठबन्धनबाट तपाईलाई डिस्टर्ब भएको छ, रोकेको छ? तपाईँ किन बलमलिनु भएको छ? तपाईँ बेलुका एउटा सहमति गर्नुहुन्छ, बिहान तपाईँ अर्को पल्टिनुहुन्छ। त्यो कसको कारणले? गठबन्धनको कारणले हो। अनि गाली गर्ने गठबन्धनलाई आजसम्म एउटा रेड बुकको एउटा कार्यक्रमको पनि सुरु भएको छैन। कम से कम कार्यक्रम चल्या भए नेपाली काङ्ग्रेसले कमिसन खोज्थ्यो होला, खोज्न सक्छ।
एमाले के अरे भ्रष्टाचारी गर्न सक्छ। आजसम्म एउटा कार्यक्रम पनि अगाडि बढेको छैन। जिरोमा हामी अहिलेसम्म छौँ। अनि कमिसन भने भ्रष्टाचारी बन्ने? आफ्नो मुख पनि हेर्नुस् न। काम भएको छ त एउटै काम भएको छ आजसम्म। सडुवा बडुवा राजनीति न्युति पदस्थापन बाहेक केही भएको छैन। त्यो गर्ने नै हो मुख्य सचिवको सचिवालयले, मुख्यमन्त्रीको सचिवालयले। त्यहाँ प्रश्न चिन्ह आउन सक्छ, तर मलाई लाग्छ यो मन्त्रालय कुनै अगाडि एउटा पनि बढ्न दिएको छैन। एउटा काम अगाडि बढ्ने हो, आज एउटा सहमति हुन्छ, भोलि अर्को सहमति हुन्छ। मुख्यमन्त्रीजी यही रोस्टमबाट भन्नुभएको छ, म सांसदप्रति उत्तरदायी हो। विकास निर्माणमा सांसदको भूमिका हुनुपर्छ। के गर्नुभएको छ आजसम्म? यही कुरा त तपाईसँग पटक पटक हाम्रो छलफल भएको छ। के भएको छ यो? म आज शुभकामनाको दिन तपाईँको विरोध गर्न खोजेको थिएन, तर पीडा छ पीडा। म डिबेट गर्न चाहन्छु। तपाईँको को सिके राउत, ठिक छ, डाक्टर साहब सिके राउत क्याम्ब्रिज स्कुलबाट के भन्छ पिएचडी गर्नुभएको छ। उहाँ विद्यार्थी पढाउन सक्नुहुन्छ, सम्बन्धित विषयमा खोज गर्न सक्नुहुन्छ, वैज्ञानिक हुनुहुन्छ, तर व्यावहारिक ज्ञानमा उहाँ आफूलाई म के भन्छ पुष्ट छु भन्न सक्नुहुन्न। यो मेरो च्यालेन्ज हो। उहाँ काठमाडौँमा बसेर यहाँको सरकारलाई नियन्त्रण गर्ने हामी माननीय मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा छौँ, सिके राउतको नेतृत्वमा छैनौँ। उहाँको अधिकार छैन हामीलाई हाम्रो यहाँ औला उठाउने, यहाँको नेपाली काङ्ग्रेस एमाले वा अन्य पार्टीका सांसदहरूमाथि। म यहाँबाट च्यालेन्ज गर्छु, तपाईँले चित बुझेन भने तपाईँको काम हो। नेपाली काङ्ग्रेस एमाले गठबन्धनप्रति उत्तरदायी हो, इमान्दार हो। गठबन्धनको निर्णयलाई अक्षरश पालन गर्न नेपाली काङ्ग्रेस र एमाले तयार छ। यो तपाईँ बुझ्नुहोस्। तपाईँ औला नउठाउनुहोस्। तपाईँ आफै गर्न नसक्ने अरूले औला उठाउने? म अहिले पनि भन्छु, 6 महिना भयो, तपाईँ अगाडि बढ्नुहोस्, जनताको कार्य सम्पादन गर्नुहोस्, सांसदहरूको आशा लिएर अगाडि बढ्नुहोस्। तपाईँको साथमा छु। तपाईँ त्यो गर्न नसकिने सब थोक म यहाँ रोस्टरमा भन्न त नहुने, तर किन रोकियो त्यो मलाई थाहा छ नि। अगाडि बढिसकेको काम किन रोक्यो त्यो पनि मलाई थाहा छ। त्यो पनि भनौँला, कुनै दिन भनौँला, परिस्थिति आयो भने भनौँला। त्यसैले अब आजको दिनबाट तपाईँ सरकारको नेतृत्व गरिराख्नु भएको छ। हामी तपाईँको सल्लाह सुझावमा छौँ, तपाईँको सहयोगमा छौँ। तपाईँलाई जस्तो सहयोग चाहिन्छ हामी दिन तयार छौँ, तर तपाईँ पोजिटिभ क्रिएटिभ काम गर्नुहोस्। सरकारलाई जग हँसाउने काम नगर्नुहोस्। नेतृत्व तपाईँको हो। अरूलाई गाली गरेर तपाईँ नेतृत्व चोखिनुहुन्छ भने पनि छैन। भोलि काङ्ग्रेसको नेतृत्व होला, एमालेको नेतृत्व होला, जसपाको होला, जसपाको होला, जसको होला, नेतृत्व जसको हुन्छ उसैको जग हँसाए, उसैको नाम बदनाम हुने हो। त्यसले गर्दा म यहाँबाट भन्न चाहन्छु, तपाईँहरूका दलका यहाँ हाम्रा मित्रहरू हुनुहुन्छ, या त तपाईँको सम्बन्ध सिके राउतसँग राम्रो छैन, या तपाईँ राम्रो बुझाउन सक्नुहुन्न, या उहाँले तपाईँको कुरै सुन्न चाहनुहुन्न। आफ्नै कुरा व्यक्ति मात्रै उहाँले राम्रो के अरे हुन खोज्नु भएको छ कि जस्तो लाग्छ। यो मध्य प्रदेशमा सदनमा सरकारमा त उहाँले राजनीति नगर्नुहोस्। तपाईँहरू सदनमा जानु, जनतामा जानुहोस्, गाउँमा जानुहोस्, गाउँमा आफ्नो राजनीति गर्नुहोस्। तर यहाँ कसैले तपाईँ चोर बदमास ठग भन्ने तपाईँको अधिकार छैन। हामी त्यो हिसाबले पनि आएको छैन। हामी पनि समाजबाट एउटा प्रतिष्ठा बोकेर आएको मान्छे हो। तपाईँ आफ्नो हेर्न अनुहारमा हेर्नुहोस्। तपाईँ चुनाव लड्दा लाखौँ मान्छेलाई नोकरी दिने, ठाउँ ठाउँ गाउँ गाउँमा यो विकास गर्ने, त्यो गर्न सक्ने तपाईँको अहिले के अरे परिस्थिति नभएको कारणले अरू सब चोर भयो, घुसखोर भयो, दलाल भयो, भ्रष्टाचार भयो। आदरणीय साथीहरू, म यो गरिमामय सदनलाई पनि आग्रह गर्न चाहन्छु, नितान्त रूपले मध्य प्रदेशमा
सुशासन र मध्य प्रदेशको विकास निर्माण, यहाँका सुख शान्ति समृद्धि हामी प्रत्येक सांसदको काँधमा जिम्मेवारी छ। व्यक्तिगत कसैले कसैको लागि गर्न सम्भव छैन। यो सबैले एकअर्कालाई के अरे हामी एकअर्काकै काँधमा जिम्मेवारी हो भनेर बुझेर हामी अगाडि बढ्नुपर्छ। त्यही आशयका साथ हामी अगाडि बढौँ र फेरि पुनः अन्तमा यो सदनलाई शुभकामना दिँदै यो सदनको जुन कार्यकाल छ त्यसको सफलताको कामना गर्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार। अब मान्य श्री शारदा थापा। मान्य सभामुख महोदय, आज मध्य प्रदेशको चौथो अधिवेशनको पहिलो दिन सुरुवात भएको छ। यो जनताको लागि, जनप्रतिनिधिको लागि, मान्यज्यूहरूको लागि, सबैको लागि सकारात्मक पाटो हो। नेकपा एमालेको तर्फबाट सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। सर्वप्रथम म आज बिहान करिब 7 बजे आएको विनाशकारी भूकम्पले ज्यान गुमाउनु भएका छिमेकी राष्ट्रका बोर्डर साइडमा रहनुभएका व्यक्तिहरूको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। त्यसै गरी नेपालमा 12 जिल्लाको कलैया नगरपालिकाको एउटा विद्यालयमा विद्यार्थीहरू अध्ययनरत गर्दै क्रममा त्यो भूकम्पको कारणले गर्दाखेरि हताश भएर केही विद्यार्थीहरू हस्पिटलमा पनि भर्ना हुनुभएको छ। म उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र त्यस्ता जोखिमपूर्ण अवस्थामा सचेत भइदिन हुनको लागि नेकपा एमालेको तर्फबाट सम्पूर्ण विद्यालयका शिक्षकज्यूहरूलाई अपिल पनि गर्न चाहन्छु। र आज फेरि हामी चौथो अधिवेशनको शुभकामना मन्तव्यको क्रममा सभामुखको रोलिङ अनुसार नेकपा एमालेको तर्फबाट मैले आफूलाई यहाँ उभ्याउने जमर्को गरेको छु। म यसै क्रममा रामायणको एउटा भनाइ सभामुखको आग्रह गर्दै अगाडि बढाउने जमर्को गर्दछु। रामायणमा रावणले मर्ने बेलामा रामसित भन्नुभएछ, रावण पनि विद्वान हुनुहुन्थ्यो, ऋषि हुनुहुन्थ्यो। मर्ने बेलामा उहाँले राम तिम्रो बाणबाट मेरो मृत्यु त भयो, मेरो आयु त सिद्धिसकेको थिएन। यदि तिमीले मलाई केही वर्ष, केही दिन, केही मिनट, केही क्षण तिम्रो बाण मलाई नचलाइदिएको भएदेखि मेरो यो आयु अलिकति रहने थियो। मेरो यो आयु रहँदाखेरि मेरा केही महत्त्वपूर्ण योजनाहरू चाहिँ, मेरा महत्त्वपूर्ण कार्यहरू मैले गर्न बाँकी थियो, त्यो काम म गर्ने थिएँ। तर प्रभु तिम्रो यही बाणले गर्दाखेरि चाहिँ मेरा चाहिँ सपनाहरू अपुरा रहने भए भन्ने कुराहरू जब रावणले भन्नुभयो, रामले बडा विनम्र स्वरमा, प्रभु के थियो त तपाईँको, के थियो त त्यस्ता कुराहरू, तपाईँका के थियो त त्यस्ता योजनाहरू, तपाईँको यति लामो जीवनकालमा सम्पन्न गर्न नसकेको आज यो सानो समयमा मृत्युको शय्यामाथि जब बस्नु भएको छ, तपाईँले आफ्ना सपनाहरूका कुराहरू गर्दै हुनुभएको छ, के थियो त प्रभु सुन्नु न भनेर के भन्नुभएको थियो। अनि रावणले मैले स्वर्ग जाने एउटा सिँढी बनाउने मेरो ठुलो सपना थियो। त्यसै गरी समुद्रका पानी जुन नुनिलो हुन्छ, सम्पूर्ण समुद्रका पानी म मिठो बनाउन चाहन्थेँ। त्यसै गरी म सुनमा एउटा गन्ध दिन चाहन्थेँ र त्यसै गरी मदिरा गन्ध रहित बनाउन चाहन्थेँ। यावत मेरा यस्ता महत्त्वपूर्ण योजना थिए। आज ती महत्त्वपूर्ण योजना तपाईँको बाण मलाई नलागेको भए यो पृथ्वी लोकका मानवले त्यो योजना चाहिँ पाउने थिए र पृथ्वी लोकहरू चाहिँ स्वर्गलोक भन्ने थियो। तपाईँको एउटा सानो बाणले गर्दाखेरि मेरा यस्ता महत्त्वपूर्ण मानवलाई हित गर्ने योजनाहरू चाहिँ अपुरै रहे। मैले सन्दर्भ 12 जना मध्य प्रदेशका मन्त्रीज्यूहरूलाई सन्दर्भमा डोर्याउन चाहेँ। तपाईँहरू 12 जना मध्य प्रदेशका
मन्त्रीज्यूहरू हुनुहुन्छ, तपाईँको कार्यकाल 7 महिना बित्दैछ। जति दिन बस्नुहुन्छ रावणको जस्तो अन्तिम अवस्थामा आएर समय अवधि लम्बिएको भएदेखि मैले त्यो गर्थेँ भन्ने कुराहरू नभइकन जति दिन बस्नुभएको छ जनताप्रति उत्तरदायी भएर, जनताप्रति जवाबदेही भएर तपाईँको कार्य सम्पादनमा सुशासनका प्रत्याभूति मध्य प्रदेशले, मधेसका जनताले गर्न पाउन्, नेकपा एमालेको तर्फबाट 12 जना मन्त्रीज्यूहरूलाई शुभकामना छ। त्यसै गरी मुख्यमन्त्रीजीलाई पनि तपाईँले हिजो दलगत रूपमा गरिएका आश्वासनहरू, दलगत रूपमा दिएका प्रतिबद्धताहरू, गरेका प्रतिबद्धताहरू चाहिँ कार्यान्वयनको पाटोमा लगिदिनु हुनको लागि पनि नेकपा एमाले अनुरोध गर्न चाहन्छ। तपाईँको कार्यकालमा जनताप्रति उत्तरदायी भएर कार्य सम्पादन भएको छ कि छैन भन्ने कुराहरू चाहिँ अनुगमनको पाटोलाई पनि अगाडि बढाइदिनु हुनको लागि अनुरोध गर्दै फेरि पनि यो चौथो अधिवेशनको सफलताको शुभकामना गर्दै मधेस र मधेसी जनता हामीले सरकारको अनुभूति गर्न पाऊँ, यही शुभकामना दिँदै आफ्ना भनाइबाट बिदा लिन चाहन्छु। धन्यवाद, नमस्कार। माननीय मुख्यमन्त्री सतीश कुमार सिंहलाई शुभकामना मन्तव्यको लागि समय दिन्छु। धन्यवाद सभामुख महोदय। आज चौथो अधिवेशन के शुभकामना सत्र में उपस्थित संपूर्ण मध्य प्रदेश के विभिन्न पार्टी के संपूर्ण माननीय सदस्य जी लोकेन, संपूर्ण मंत्री जी लोकेन, संपूर्ण दल के नेताजीगण, सचेतक जी लगाए संपूर्ण में मध्य प्रदेश सरकार के तरफ से अपने सबके हार्दिक हार्दिक शुभकामना है। दोसर बात, बहुत सारा 9टा माननीय जी सब अपन अपन अमूल्य सुझाव दिलखिन हन। उस सुझाव सब सरकार आगामी दिन में अपने सबके 100 अक्षर पालना करे के प्रतिबद्धता से हो दै छै। दोसर, बहुत सारा माननीय जी सब कहलखिन जे संसद बहुत लेट भ गेलै, हाउसो के प्रक्रिया है। प्रदेश में, देश में 7 गो प्रदेश है। हमरा लगे है जमा शायद लुम्बिनी ओहिना 1 तारीख से स्टार्ट करलकै। आइ हम सब 7-8 तारीख में छिए और वो सब एकटा और प्रदेश से स्टार्ट करलकै और सब प्रदेश स्टार्ट करे के दरमियान में है। ताहि दुआरे बहुत लेट भए गेलै तेहनो नहीं है। हाँ, स्टार्ट कनी अगाड़िए भ जतिए तो और बढ़िया रहे से, किया एत स्टेज पर माइक पर ई जतेक भी सांसद जी सब अपन बात राखे छथिन, पूरा मध्य प्रदेश के हरेक इशू के बात राखे के ई थलो छिए और ई एकटा गरिमामय थलो में अपन बात रख के, अपन क्षेत्र के समस्या रख के, अपन जिला के समस्या राखे के लेल संघ सरकार लगायत प्रदेश सरकार लगायत विभिन्न ठाम ध्यान आकर्षण करबे के एकटा सर्वोत्तम ठाम भेला के कारण से एकरा और अगाड़ी हेतिए तो और बढ़िया हेतिए है। हमर शारदा मान्य जी कहलखिन जेनाहिते शून्य में जे गंध आबि जतिए है तो वो बात रहती है, तो एनाहिते ई जे 2-4-10 दिन अगाड़िए हेतिए है तो और बढ़िया हेतिए है से कल्पना से किया। तो हमरो सबके राज्य द्वारा आई अखनी भरखर कृषक सबके जैसे से बहुत सारा समस्या भेले। अखनी गेहूं के खेती के समय में हुनका सबके जैसे से खाद नहीं पावे, हुनका सबके खाद के अभाव के कारण से बहुत सारा प्रदेश में हाहाकार मचल है। जो किसान सब बिना खाद के खेत में गहूँ छुटे के बाध्य भ गेल छै। ताहि दुआरे हमर सबके सरकार के तरफ से जैसे से पटक पटक संघीय सरकार के पहल होते रहले, मांग करते रहलिए, लेकिन कारणवश जैसे अखनियों तक हमरा सबके पर्याप्त रूप में खाद नहीं भेला के कारण से पूरा प्रदेश के किसान सबके जैसे से एत बहुत बड़का समस्या है। हम अहाँ एहन समय में छिए, एहन घड़ी में छिए जे कि अपनो पैसा दे के खाद नहीं कीन सके छिए। खाद के तो फैक्ट्री बहुत दूर
किनैयो के लागि हमरा अहाँ के अधिकार नहीं छे, एतऽ संघीय सरकार के नंग अधिकार छे। तो हमरा सबके ई छे जे कि खाद पर्याप्त रूप में मिलती है तो किसान के जे हमर अहाँ के जे पूरा वर्ष भर के जे उपजा के अपनो खाई छे और पूरा राष्ट्र के खिबै के लागि जे योगदान पुगेती है वो हमें कतौ न कतौ कमी रहले। एहि के लागि जे से हम सब निरंतर प्रयास रहबे, अपनियो सबके जे से सलाह सुझाव रहते और एहि सलाह सुझाव के अगाड़ी हम सब बढ़े के बात रहले बात कर्मचारी सबके विधेयक के बात एले। हमरा सबके भी स्थानीय पालिका निजामती ऐन पास कर लिए और कोनो भी ऐन जे बनै छे एतऽ जे से सब समितियों से पास भए के एले, समिति में सब दलगत के जे से प्रतिनिधित्व भए के सब पास भए के सभामुख जी लग एले। एथो फिर एला के बादो हाउस में बहुत सारा बात उठले, फिर ओकरा संशोधन करके पारित करल गेले। तथापि ई देश में जे संघीय निजामती आबि गेला के बावजूदो हेती है तो वो हेती है, लेकिन कतौ न कतौ त्रुटि रहले, कतौ न कतौ कुछ ग्रुप के कुछ सर्टेन ग्रुप के जैसे ओकरा एड्रेस नहीं भ सकले। वो एड्रेस नहीं भेला के कारण से एहि देश में लगभग 6टा प्रदेश में ओकर सबके कार्यान्वयन भ गेल रहे, हमरा अहाँ लग छूट भ गेल रहे। तो ओकरा लेल जे से अगाड़ी बढ़ायल जाए, ओकरा करल जाए। तो तखनी हमरा सबके जे से सत्ताधारी मंत्री जी सब बैठ के हम जिला से बाहरो रहिए तो फोन भेले जे कि एकरा अगाड़ी टुंगिया देल जाए। वह सहमति के आधार पर हम सब अगाड़ी बढ़ेले। अगाड़ी बढ़ेला के बाद केना हेते, अखनी बहुत सारा कर्मचारी सबके पूस मसांत में स्थानीय पालिका सब में प्रमोशन के लागि निकाल देल गेल छे। ओकर सबके केना प्रमोशन में बढ़ल जाए, ओकरा सबके वृद्धि विकास छूट जेते, अब एन जाए लेट भ जेते तो एकरा करवा देल जाए। पदस्थापना वाला इशू छे, ई सारा इशू सब छे। तो एकरा कारण से जे सरकार के जे घटक दल के तखनुका मंत्री जी सबके आग्रह भेले जे कि एकरा करल जाए। फिर बाद में भेले बाजार में बहुत सारा से किया तो साथे साथे 2-3टा ग्रुप हमेशा चलले, चाहे जे भी कर्मचारी के छे एकटा कर्मचारी के ग्रुप ई काम होना चाहिए, दोसर कर्मचारी के ग्रुप ठामे होता जैसे ई काज नहीं होना चाहिए कह के। तो अब ये तो पर्सनल इंटरेस्ट से एतेक ज्यादा बाझल गेले तो ओकरा बाद जैसे से तुरंते उस चीज के रोक के जैसे से नहीं सर्वोच्च निकाय हमार अहाँ के जैसे हाउस से जे निजामती कर्मचारी सबके बारे में जे पास हेते जे अथी हेते तो ओकरा सहिदर पास करके ओकरा जैसे से हाउस में लावल जेते और हाउस से जे अनुमोदन हेते ओकरा जैसे पारित करल जेते। से क्या सबके हित और सबके हिसाब से चले पड़ते, ना कि कोनो कर्मचारी के पर्सनल इंटरेस्ट अनुसार। ये तो बहुत सारा कर्मचारी सब एहन घूम रहा है कि ओकर पर्सनल इंटरेस्ट अनुसार से सरकार चलो, राज्य चलो, जे कि जे संभव नहीं है। आ जखनी जे संभव नहीं है ई छोट सनक हमर अग्रज पूर्व मुख्यमंत्री जी कहलखिन, हम उनका अग्रजे माने छी। एहि दुआरे जखनी वो 5 साल के अपन कार्यकाल चलेलखिन तखनियो हम एक स्थानीय पालिका के मेयर के हैसियत में रहिए, हमरा सबके संवाद होइत रहे। वो टाइम में बात वो कहलखिन, बहुत सारा बात इहो बात कहलखिन जे कि सत्ता में रह के काज करना और बात बोलना और बाहर में रह के काज करना और बात बोलने में बहुत फर्क है। से क्या तो उनको वो पीड़ा रहे, वो विगत के 5 साल के जो पीड़ा रहे, वो बजटे के टाइम में कौन पीड़ा आबत रहे। हमू सब भले ये हाउस में नहीं रहिए लेकिन बाहर में भेला के बाद वो पीड़ा कतौ न कतौ जाए तो हमू सब वो पीड़ा बुझिए और की है छे। और आई जे छे से ई सत्ता के ई कुर्सी पर बैठला के बाद वो अनुभूति भ रहल छे। से किया तो काज करैत कला जे गाड़ी ड्राइवर चलबैत रहे छे तो वह गाड़ी ड्राइवर अब बकार पछाड़ी में जे सीट पर जे बैठल रहे छे पैसेंजर सब तो कनियो जर्किन लागला के बाद पैसेंजर सबके जे ड्राइवर आन्हर छे कि एते जोर से जर्किन लगा देलके, लेकिन अगाड़ी ई नहीं देखलके जे पैसेंजर सब अगाड़ी खधा छे, वो खधा में वो गाड़ी के केना उड़ा के तो नहीं ला जेते, वह रोड पर देखे लाके जेते तो जर्किन यदि पड़ते जर्किन बचबे के प्रयास करते, ना कि जर्किन उड़बे। आ जर्किन में पड़ते तो गाड़ी हिलबे करते और जर्किन में गाड़ी हिलते तो पैसेंजर के वो झटका लागबे करते। तै दुआरे वो जैसे से समस्या है छे। तथापि हमरा सबके हाँ बहुत बात एले जे सरकार संचालन में किया। अखनियो टेंडर के प्रक्रिया में हमरा सबके बहुत सारा योजना सब चल गेल छे टेंडर के प्रक्रिया में, और कुछ सब जाइयो रहल छे
और जे टेंडर के प्रक्रिया में जखनिए गेला के बाद अहाँ के धीरे धीरे वो खर्च हेतै। ऐसे पहिलुको अखनियो हमरा लग 4 बरस के डाटा छै, पहिलो त्रैमासिक चौमासिक में कते खर्चा भेल छै, दोसर में कते भेल छै। तो हमरा नहीं लागे छै जे कि हम सब बहुत पछाड़ी छी, तो बहुत अगाड़ियो नहीं छी। एहि दुआरे जे कि हम अहाँ वह समाज में छिए जे समाज से विगत में चलते रहिए, ताहि दुआरे जे छै से अखनी तक हम सब चेंज करे के प्रयास करे छिए। बहुत सारा बात छै वो जे छै से हम सब प्रयासरत में छी जे कि अगाड़ी बढ़ायल जाए, टेंडर करल जाए। हमरा सबके 64टा निर्वाचन क्षेत्र के लगभग DPR रेडी भ के स्रोत सुनिश्चितता भ के शायद अर्थ में फाइल गेल छै। हमरा लागे छै वो अर्थ से जल्दिए स्रोत सुनिश्चितता भ के से नीति आयोग में गेल रहे, तो नीति आयोग में हमरा लागे छै एके दिना में वो 64टा फाइल के योजनाबद्ध रूप से करवा के हम सब अर्थ में भेजवा दिलिए हन। अर्थ में जे से फाइल छै अब बहुत जल्दी भ के वो टेंडर भए जेतै। तो हमरा लागे छै 64टा निर्वाचन क्षेत्र के 64टा में एकटा शायद कोनो निर्वाचन क्षेत्र के सड़क वन में भेला के कारण से हुनकर समस्या भेल छै। 63टा के फाइल उठल छै, ओहो एकटा जे कोन माननीय जी के छूटल छै, हुनको दोसर कोन रोड हेतै ओकरा जल्दी से कार्यान्वयन करके दऽ देथिन। तो वो 64टा रोड के हमरा लागे छै बहुत जल्दी भ जेतै। तेनाहिते एक निर्वाचन क्षेत्र एक पुल वाला जे छै ओहो पास जस्ट अखनी अर्थ से पास भेले हन, तो भौतिक में गेले हन। अब भौतिक में हमरा लागे छै आब ओकरो प्रक्रिया अगाड़ी बढ़ेला के बाद ओहो सब अगाड़ी हेतै। तेनाहिते भवन सब छै, निधि भवन, मदन भंडारी निवास सब जे छै से ओहो निवास सबके लगभग अंतिम चरण में शायद हमरा लागे छै पास भ के शायद अगाड़ी बढ़ गेल छै या पास के अंतिम चरण में छै। यदि हाउस में लगभग वो जे छै से पास भए के अर्थ से निकल जेतै तो हमरा लागे छै ओहो जल्दी बहुत जल्दी कार्यान्वयन के पक्ष में चल जेतै। तेनाहिते युवा तथा खेलकूद के कार्यालय संचालन के लागी ओहो शायद हमरा लागे छै अर्थ में फाइल रुकल छै, ओहो लागे छै पास भेला के बाद हमरा लागे छै युवा तथा खेलकूदो के काज सब अगाड़ी बढ़ जेतै, ओकरो संचालन हेतै, तब ओकरो टेंडर अगाड़ी बढ़तै, तो हमरा अहाँ के प्रगति अगाड़ी हेतै। ई यथावत कहैत के बात सेहो उठल रहे। शीतलहरी में हमरा सबके सरकार द्वारा एकटा पारदर्शी जतेक भी पारदर्शी भ सके ई अवलंबन हम सब प्रयासरत में छी जे कि करे ले। तो कुछ प्रदेश सरकार न कम्बल रहे, उ कम्बल के नेपाली सेना, नेपाल प्रहरी और APF के द्वारा जे कि मध्य प्रदेश के विभिन्न ठाव में, विभिन्न जिला के विभिन्न गांव में, विभिन्न ठाव में जत आवश्यकता है अहाँ सब जाके खुद सर्वे करके ओकरा वितरण करू कह के से लगभग अंतिम चरण में है। और नया कम्बल भी खरीदे के लागी हम सब निर्देशन देने छी जे कि वो नया कम्बल खरीद के और जत आवश्यकता हेतै ओत वितरण करल जाए कह के से देने छी। तेनाहिते जलावन के सब ठाम जा रहल छै, जलावन जतेक भी मांग भए रहल छै। और ई देश में 3 तरह के सरकार छै, स्थानीय पालिको के छै, ओकरो अधिकार छै अपन विपद व्यवस्थापन समिति के बैठक करके हुनकर सबके वार्ड में, हुनकर सबके समुदाय में कत जलावन चाहिए, कत कम्बल चाहिए, वो सब वितरण कर सके छै। और संघो सरकार के 2 दिन पहले विपद व्यवस्थापन के बैठक भेल रहे और विपद व्यवस्थापन के बैठक में जैसे खाली 80 के अलावा 81 के अलावा भूकंप के चर्चा भेले। इससे पहलुका तो हमरा सबके सामान्य प्रधानमंत्री जी ने ओहो ठाम ध्यान आकर्षण भेले जे कि मधेश में आबे वाला विपद बाढ़ी के समय में बाढ़ी से तबाही है छै, घर टूटे छै, लेकिन घर तो लोग के नजर में आवे छै, लेकिन उपजल बाली जे नष्ट भ जाय छै, किसान सबके धान उपजल धान नष्ट भ जाय छै, तो अगला साल उ किसान की खेते ओत समस्या पड़ जाय छै। ताहि दुआरे सामान्य प्रधानमंत्री जी उपजल धान चाहे गेहूं जे विपद से जे नष्ट भ जाय छै, अखनी मध्य प्रदेश के विभिन्न सारा जिला में जे पहाड़ी क्षेत्र के चूड़े के क्षेत्र में और टापू के क्षेत्र में जता छै ओत जंगली जानवर जेना हाथी से, अरना से, बनेली सुगर से, नीलगाय से जे तबाही मचि रहल छै, बादर से जते तबाही मचि रहल छै, ओहो एकटा विपद छियै, ओकरो केना मद्देनजर देखल जाए। अग्नि पीड़ित से जे घर सैकड़ों घर जे छै से विस्थापित भए जाइ छै, कतौ भूकंप से कोनो गांव के तबाही है छै, ओत टूटे छै, तो ओत प्राधिकरण द्वारा घर नया निर्माण भेल जाइ छै। लेकिन मधेश में एकटा छोट सनक आगि लगी भेला के बाद
25टा 40टा घर, अखनी भर्खर रौथट में 30टा 40टा घर, सरलाही में घर, मोहतरी में घर, धनुषा में, सप्तरी में, 12 पर्सा में जत भी आगि लागि के जैसे से घर तबाही भए रहल छै ओकरो विपद में समावेश करल जाए, ओकरो प्राधिकरण द्वारा घर निर्माण हुआ कह के हम सब ध्यान आकर्षण कर लिए हन। और आवे वाला 28 गते पुनः विपद के बैठक छै, वही बैठक से भी हम सब चाहबे जे कि ओकरा जैसे से संबोधन हुआ से कामना करैत अपने सबके सलाह सुझाव यथोचित हमरा सबके जैसे से ओकरा पालना करे के प्रयासरत रहब और अपने सबके सदैव निक सलाह सुझाव आवे से अपेक्षा करैत अपन ई सत्र के आगामी बढ़िया से चले और अपने सबसे जतेक भी सलाह सुझाव ई हाउस में आवे से निर्देशन आवे से कहत अपन दू शब्द यहाँ अंत करै छी। धन्यवाद, नमस्कार। मान्य सदस्यहरू, अब म प्राकृतिक स्रोत तथा वातावरण समितिका माननीय सभापति शारदा दास पहाडीलाई मधेसमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्न अनुमति दिन्छु। धन्यवाद सभामुख महोदय। लामो समयपछि यो सदन आजबाट सञ्चालन भइरहेको छ। यो अधिवेशनको सफलताको सबैमा शुभकामना दिन चाहन्छु र अलिकति केही पनि भन्न चाहन्छु। मान्य सभामुख महोदय, हजारौं शहीदहरूको बलिदानीपूर्वक आएको यो संघीयता र यो संघीयताको जगमा स्थापना भएको यो व्यवस्था, राज्य व्यवस्था आज कहीँ कतै हाम्रा क्रियाकलापले गर्दाखेरि कहीँ धरापमा त पर्न गइरहेको छैन। आज हामी एकले अर्कालाई औँला ठडाइरहेका छौँ, तर त्यो औँला 5वटा औँलामा एउटा औँला हामीले अर्कोलाई ठडाइरहँदा 4वटा औँला हामीतिर पनि फर्केको छ भन्ने यो कुरा हामीले नबिर्सौँ। मान्य सभामुख महोदय, बजेट नीति तथा कार्यक्रम पास भएको आज लगभग 6 महिना कम्प्लिट भइसक्दा पनि यो बजेट सञ्चालन नहुनु यो त मलाई लाग्छ प्रदेश सरकारकै नियतमा कहीँ खोट त होइन, यो पनि हेक्का रहोस् र यो संघीयतामा बनेको यो व्यवस्था कहीँ कतै हाम्रा कारणले भोलि धराशय नहोस् र संघीयतामाथि प्रश्न चिन्ह जनताले खडा गरिरहेको अवस्थामा यो पनि हामीले सोच्नुपर्ने विषय हो कि भोलि हामीले गरेका क्रियाकलापले यो जनताले हामीलाई प्रश्न चिन्ह खडा नगरून्। यतातिर सरकारले ध्यान दिँदै यो व्यवस्था, यो राज्य व्यवस्थालाई कसरी हामीले सञ्चालन, कसरी राम्रो सुशासनपूर्वक सञ्चालन गर्ने त्यतातिर ध्यान दियोस् भन्दै सरकारलाई म सुझाव दिँदै यो विधेयक यो माननीय सभा महोदय 2081 साउन 20 गतेको प्रदेश सभाको 24औं बैठकले सभामा पेश भएको मधेसमा पर्यटनको विकास र प्रबन्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफादार छलफलका लागि प्राकृतिक स्रोत तथा वातावरण समितिमा पठाउने निर्णय भएकोमा मिति 2081 साउन 22 गतेका दिन समितिमा उक्त विधेयक प्राप्त भएको थियो। विधेयकका सम्बन्धमा सरोकारवाला, पर्यटन व्यवसायी, उद्यमी, पर्यटन क्षेत्रमा विज्ञ सम्बन्धित मन्त्रालयका माननीय मन्त्रीज्यू तथा पदाधिकारीहरूसँग विभिन्न चरणमा छलफल गरी धारणा बुझी र राय परामर्श गरी यो प्रतिवेदन तयार गरिएको। यसरी विज्ञहरूको धारणा संशोधन दर्ता गराउनुभएका माननीयहरू र समितिका सदस्यहरूको दफावार छलफल पश्चात तयार गरिएको विधेयकमाथिको प्रतिवेदन समितिको 42औं बैठकले सभामा पेश गर्ने निर्णय गरेको बेहोरा जानकारी गराउँछु। प्रस्तुत विधेयकका सम्बन्धमा मार्गदर्शन प्रदान गर्नुहुने माननीय सभामुखज्यू र माननीय उपसभामुखज्यूलाई आभार व्यक्त गर्छु। समितिका विभिन्न बैठकमा सहभागी भई विधेयक उप आफ्ना विचार राख्न सहयोग पुर्याउनुहुने समितिका माननीय सदस्यहरू, संशोधनकर्ता, माननीय सम्बन्धित मन्त्रालयका मन्त्रीज्यू तथा पदाधिकारीहरू, प्रदेश सभाका सचिवालयका कर्मचारीहरू लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। माननीय सभामुखज्यूको अनुमतिले अब म प्रदेश पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 सम्बन्धी समितिको प्रतिवेदन पेश प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 119 बमोजिम सभामा पेश गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, उक्त समितिको प्रतिवेदन आफ्नो इमेल वा सचिवालयको वेबसाइटबाट प्राप्त गर्नुहोला। मान्य सदस्यहरू, मध्य प्रदेश सभाको अर्को बैठक 2081 साल
पुष महीनाको 24 गते बुधबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।